हेलो साथीहरू, नमस्ते अनि नमस्कार। रामेछाप रत्नलुबाट म विष्णुमाया सुनवार फेरि पनि यसो बाख्रा चराउने ठाउँबाट अङ्गरे बङ्गरे भिडियो लिएर उपस्थित भएको छु। हजुरहरू नयाँ साथी हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। कतै कहीँ मेरो भिडियो बोल्नुमा भुल पर्यो भने कमेन्ट बक्समा लेखिदिनु होला है। म राम्रो भिडियो त बनाउन जान्दिनँ, तैपनि भिडियो बनाउनु चाहिँ एकदमसँगले रहल लाग्छ। अरू पनि हेर्न पनि मन लाग्छ, आफू पनि बनाउन मन लाग्छ। हजुरहरूको पनि मैले हेरिदिएको छु। नयाँ साथी हुनुहुन्छ भने कमेन्ट बक्समा आएर कमेन्ट लेखिदिनु होला। अनि मलाई पनि सब्सक्राइब गर्नु, म पनि सब्सक्राइब गर्छु भन्नु होला है। अनि म चाहिँ यसो जङ्गलतिर बाख्रा हेर्दै चराउँदै हो। त्यस्तै हो साथीहरू, गाउँघरको भिडियो होइन। म धेरै खासै राम्रो भिडियो त बनाउन जान्दिनँ, तैपनि यस्तो अङ्गरे बङ्गरे काम गरेको, यस्तो बाख्रा बस्तु चराको भिडियो लिएर उपस्थित भएको छु। तैपनि पहिलाको भन्दा आजभोलि निकै माया गर्नुभएको छ मेरो दर्शक साथीहरूले। हजुरहरूलाई मेरो हृदयदेखि मुरी मुरी धन्यवाद दिन चाहन्छु। अब धन्यवाद भन्दा त अब म विष्णुमायाले के नै दिन सक्छु र है। सम्पूर्ण साथीहरूलाई मलाई यसरी सब्सक्राइब गरिदिनु भएकोमा, कमेन्ट गरिदिएकोमा, लाइक गरिदिएकोमा धेरै धेरै धन्यवाद। ल है हजुरहरू, हाम्रो जङ्गल चाहिँ यस्तो छ। अनि बाख्रा चराउँदै भिडियो लिएर आएको, त्यस्तै हो हाम्रो गाउँघरको चलन। के गर्ने र, अब कर्ममा भए पो खिर खान्छ। अब सहरमा बस्न कर्ममा लेखेको रहेन हजुरहरू। जस्तो भिडियो उस्तै सल्लाह सुझाव दिनु हजुरहरू भन्दै आए। बाख्रा चराउँदै गरेको थिएँ, यति नै भिडियो। अब बाँकी भिडियो चाहिँ अहिले बाख्रा लाँदाखेरि भेटौँला। हस् त, धन्यवाद हजुरहरू। बाख्रा चराउँदै गर्दा मैले थोरै निङ्ग्रो भेटाएँ। अब लेखमा के गर्नु, तरकारीको दुःख छ। थोरै भए नि भाँच्नु पर्यो। हाम्रोतिर निङ्ग्रो पाइन्न, थोरै थोरै पाइन्छ। यति भए नि मिसाउन हुन्छ। खोर 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 कम्ती दुःख दिँदैन नि है चेलहरू त। फर्किला फर्किला फर्किला। ल ल, कोही माथि छन् दुईटा। खोर 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 खोर्ला। खोर 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 खोर। यिनीहरू चाहिँ पाठाकोमा हो के गाई? हेर यतै फर्किन्छ सकाले तँलाई।
तेरो नानी खोइ तँलाई कुच्छस् अझै मिनी किन ए तरकारी निङ्रो लिएको छु यति खुसी छौ खुसी छु गाइस 5 माउको 8 पाठा चाहिँ दुध नपुऱ्याएर यी डाम्नाहरूले मलाई गर्नुसम्म गरेको छन् जति खोलिदिँदा नि दुधै पुऱ्याएन हेलो साथीहरू आजको भिडियो चाहिँ यही नै अन्त्य गर्छु बाँकी भिडियो चाहिँ भोलि लिएर आउने छु हस्त धन्यवाद हजुरहरूले माया गरिदिनु भएको छ धेरैभन्दा धेरै खुसी छु हजुरहरू म चाहिँ यता त्यो लैना बाख्रा बाँधेर चाहिँ घरतिर जाँदैछु यति निङ्रो भेटाएँ मैले साथीहरू यति भए पनि आलुको चानामा प्लस गर्नुको लागि मेरो बुहारी कति खुसी हुन्छे तरकारीको दुःख छ नि त लेखमा